नमस्कार साथीहरू, शेयर बजारसँग सम्बन्धित ताजा अपडेटहरू लिएर उपस्थित भएको छु। अन्तिमसम्म सुन्नुहोला। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट 12.63% लाभांश घोषणा गरेको छ। यस कम्पनीको वैशाख 23 गते बसेको सञ्चालक समितिको बैठकले 12% बोनस सेयर र 0.63% नगद लाभांश घोषणा गरेको हो। उक्त लाभांश नियामक निकाय, नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ। यस कम्पनीले गत वर्ष 16.84% लाभांश वितरण गरेको थियो। त्यस्तै गरी सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले 21 करोड 14 लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यस कम्पनी 2 करोड 95 लाख रुपैयाँ घाटामा थियो। विद्युत उत्पादन सुरु भएसँगै नाफा आर्जन गरेको हो। विद्युत बिक्रीबाट हुने आम्दानी 1 अर्ब 38 करोड रुपैयाँ पुगेको छ। यता वित्तीय खर्च 60 करोड 12 लाख रुपैयाँ कायम भएको छ। 3 अर्ब 33 करोड 25 लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटर्न अर्निङमा 13 करोड 84 लाख रुपैयाँ रहेको छ। प्रति सेयर आम्दानी 6 रुपैयाँ 34 पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ 104 रुपैयाँ 17 पैसा कायम भएको छ। त्यस्तै गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफासँगै प्रमुख सूचकहरू बढेका छन्। यस अवधिमा खुद नाफा 33.54% ले बढेर 35 करोड 56 लाख 88 हजार रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले 16 करोड 65 लाख 29 हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले यसको खुद नाफा पनि बढेको हो। खुद ब्याज आम्दानी 28% ले बढेर 1 अर्ब 47 करोड 44 लाख 32 हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा यसले 1 अर्ब 15 करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा 33.45% ले बढेर 50 करोड 81 लाख 26 हजार रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रति सेयर आम्दानी 4 रुपैयाँ 50 पैसाले बढेर 30 रुपैयाँ 87 पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ 233 रुपैयाँ 92 पैसा रहेको छ। चुक्ता पुँजी 1 अर्ब 33 करोड 61 लाख रुपैयाँ छ।